दर्शकबिन अहिले हामी 6 महिना नगरपालिका वडा नम्बर 5 मा बसोबास गर्ने लेखनाथ बेलवासे तथा गाउँमा चिन्नुहुने बर्मेली भिनाजु भन्नेको घरमा छौँ। उहाँको स्थिति यस्तो रहेको छ। उहाँ विगत 50 वर्षदेखि बर्मा छोडेर, बर्माको धन सम्पत्ति छोडेर सब त्यागेर यहाँ नेपालमा आएर गरी खानालाई यसरी बस्नु भएको छ। अब एक्लै हुनुहुन्छ उहाँ। यस्तो हालत छ बिचार, राति जाडो होला के होला यस्तो छ। अब यो घर त अब समाजले बनाइदिएको, हामी मिलेर। बर्मेली भिनाजु तथा लेखनाथ बेलवासे भन्ने व्यक्ति यही हो। नमस्ते। लेखनाथ बेलवासे तथा बर्मेली भिनाजु अलि जोड से भन्नु न। म लेखनाथ बेलवासी तपाईँ जानेकै हुनुहुन्छ, नाम पनि जानेकै हुनुहुन्छ। तर पनि अहिले यस्तै अवस्था छैन। घर सब त टिनसिन त ढाका लगाएँ, अझै गीतहरू लाउनु बाँकी छ। तिमी गरममा आस्ते आस्ते चिया नि त, दुःख सुख गर्नै पऱ्यो। छिमेकीले गरे, कसैले हेर्दैनन्। बुढो मान्छे एक्लै हुनुहुन्छ। बुढी मरेको नि कति वर्ष भयो, बिचारा एक्लै। खानपिन यस्तो छ, गर्नलाई दुःख बिचारा। केही काम धाम छैन बिचारा। त्यही भत्ताको अब भोट केमा हाल्ने हो? घन्टी। ल दिमाग खुलेछ। एमालेमा नहाल्नु है। अब एमाले सब यस्तो बिचारा गरिब बनायो बुवालाई। ल हजुरलाई म घरको वरिपरि देखाउँदैछु। दर्शकबिन यो हो हाम्रो लेखनाथ बेलवासे तथा बर्मेली भिनाजुको सानो बुकुर हो, जो हामी समाज मिलेर बनाइदिएको हो। र पछाडिको स्थिति यस्तो छ। उहाँ बिचारा दुखी हुनुहुन्छ एकदम। उहाँ घर परिवार कसैले हेरेनन् अरे बिचारा। हजुर साथ सहयोग तथा सपोर्ट गर्न चाहनुहुन्छ भने मेरो लिङ्कमा मेसेज गर्नु होला। म उहाँको छिमेकीको नाताले हजुरको सहयोगलाई वितरण गरिदिनेछु। बिचारा एक्लै हुनुहुन्छ, के गरेर खाने हो। मिठो मसिनो तरकारी छ बुवा भित्र? आज खानुभयो खाना? मिठो मसिनो बिचारा।